होइन गाइस आज चाहिँ माथिल्लो गगनबाट जान लागेको छौँ त्यहाँ गएर यसले अडियन्सको रियाक्सन कस्तो आउँछ भनेर गर्न लाग्छ है यसकोमा भ्युज आयो भने चाहिँ मनी गर्छु तपाईँहरूले सपोर्ट देखाइदिनु होला मैले टिकटकबाट नि शब्दबाट भन्नु यो चाहिँ म अब नुहाउन ला नुहाएर अब एकछिनमा निस्किन पर्ने हुन्छ र म चाहिँ आज टाउकोले हान्ने छैन गाई जब म हातले हान्छु अबदेखि टाउकोले हानी हानी क्यामेरा फुटिसक्यो गाई छैन अब यो एकछिनमा नुहाउँछ अनि हामी सिधै तल गएर भेट्न पर्ने हुन्छ है त केटा सो गाइज हामी चाहिँ माथि आएर सक्यौँ लाटाको भाइ आयो हेर्न सक्नुहुन्छ लाटाको भाइ कता हो भाइ गुदाली बोकेर गुदाली सरलाई हान्न लाग्यो क्या सरलाई हान्न लाग्यो सरको टाउको उडाल्थ्यो के भन्यो भने सरले भन्यो म आएर हानिदिन्छु मलाई चाकमा हानिदिन्छ त्यसो त दोन आरास भन्न खोजेको चाहिँ त्यो होइन सर तपाईँ कति राम्रो हुन्छ कि फेरि एनसी धोती एनजी रहेछ हेरेको लास्टमा भन्छ अफिसमा लिएर अनि म पाइप हानिदिएको अरे जुन राज सुविधि होइन त्यसको नाम मात्रै हुन्थ्यो र अरू नि स्कुटर बाबा स्कुटर गाइज होइन वेलकम टु माई न्यू भ्लग अनि फेरि हामी चाहिँ होइन बोरा रियाक्सन गर्न जान्छौँ अहिले हेर्न सक्नुहुन्छ यस्तो दामी मजा आउने छ नि त होइन बब्बाल मजा आउने छ बोरा रियाक्सनमा बोरा लाएर हिँड्छु म चाहिँ क्यामेराम्यान हुन्छु अनि फेरि बब्बाल फाडिदिनु पर्छ यसरी नामिदिने एउटा होइन अरू केही त होइन तिर्दै है आहान तिर्दै अझै जिरोमा कति हुँदैन है अघि पछि दाइ जस्तो नहोस् त्यो मासला मेरो मलले लिएर गयो नि अन्त दुईटा मल हुन्थ्यो मसँग यहाँ दुईटा मल पिङ्क कलरको स्मुथ चल्थ्यो क्या त्यो चाहिँ गेम चल्थ्यो मेरो त हान्नु हुन्थ्यो नि झन् मैले आफ्नै मेहनत कमाएको तपाईँहरूलाई एकचोटि भ्यू देखाइदिउँ है त केटा हो हामीले चाहिँ आर्मी क्याम्प देखिसकेको छौँ आर्मी क्याम्पमा हेर्नु त आर्मीहरू कति धेरै हो आर्मी क्याम्पमा आर्मीहरू एकचोटि हेर्नु त गाइज आर्मी क्याम्पमा कति 4 खुट्टे आर्मीहरू हेर्नु त गाइज ओहो यस्तो छ पारा त्यहाँ भित्र जाने घोप घोप गरेर बनाइदिएको छ यार कति धेरै आर्मी हो गाइज यार यस्तो त भएन सुतिराखा एउटा दुइटा 4 खुट्टे आर्मी हो 4 ओए ला गाइज हेर्नु सक्नुहुन्छ यहाँको बाटो चाहिँ खतरा हो नेपालको किनकि होइन मैले बनाएको बाटो हुन्थ्यो बाटो यस्तो छ त्यो आर्मी क्याम्प चाहिँ भएन अझै त्यत्रो धेरै आर्मीहरू नराख्नु पर्ने त्यही पनि कति दामी आर्मी छ नि लेग पिस खान्न अलि त्यो आर्मी क्याम्पको आर्मीहरू उठाइदियो भने त बर्बाद गाइज होइन अब हेर्नु सक्नुहुन्छ होइन डह्रो बब्बाल हुनेवाला छ अहिलेको यो भ्लग चाहिँ होइन अहिले चाहिँ मैं माँ बम्मा बहन पे आ जाऊंगा मैं इनकी अम्मा बहन पे आ जाऊंगा मैं होइन त्यो चाहिँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ बब्बाले मजा आउनु छ भ्लग चाहिँ एन्डसम्म हेर्नु होला है त तपाईँहरूले चाहिँ सो यस्तो लहरा लसुन्छ हालत कि पसिनाले गाइज होइन कन्फिडेन्स भनेको म जस्तो हुनुपर्छ किन लाजार बस्ने हिँडे केटा ढुक्क अन्त सिधै अब अलि अगाडि गएर भेट्न पर्ने हुन्छ केटा हो फिट आउँछ कि केटा हो बुलेट बुलेट देख्न पाएन भने त्यही क्यामेरा फर्काइहाल्छ कसको फेभरेट बाइक बुलेट हो तपाईँहरूले चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला फोटो चाहिँ मैले बबाल खिचिसकेको छु तपाईँहरूले मेरो टिकटक एकाउन्ट पनि चेक हान्न सक्नुहुन्छ अहिले न्यू एकाउन्ट हो र फर्स्ट एकाउन्ट चाहिँ मैले डिलिट गरिदिइसकेँ न्यू च्यानलको नाम चाहिँ के हो भन न न्यू च्यानल रे न्यू एकाउन्टको नाम चाहिँ प्रतीक रहेको छ तपाईँहरूले चाहिँ फलो हान्न नबिर्सिनु होला म चाहिँ फलो ब्याक दिन्छु तपाईँहरूलाई र मेरो भिडियोमा लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है त केटा हो सो हामी चाहिँ मन्दिर आइसकेको छौँ मन्दिरमा चाहिँ अलि आउन चाहिँ मिल्छ अरे अब हामी चाहिँ अब यहाँबाट अब
भिडियोको लागि अब सुट गर्न जान्छ बोराहरू प्याक गरिसकेँ मैले चाहिँ होइन बोरा लिएर मन्दिर चाहिँ गोल्डेन छ गोल्डेन डेन्जर चम्किरह यो अगाडिको चाहिँ भोपाल लागेको मलाई र अब चाहिँ बाहिर निस्केर भेट्यौँ है त केटा सो होइन गाइज हाम्रो लाउरे चाहिँ यहाँ अब बोरा लाएर रेडी भइसकेको छ होइन तपाईँहरूले गलत नसोच्नु होला यो कन्टेन्टको लागि कन्टेन्ट भन्दा नि त्यो पब्लिकको रियाक्सन कस्तो आउँछ भनेर तपाईँहरूलाई कन्टेन्ट दिन खोजेको तपाईँहरूले चाहिँ सपोर्ट देखाइदिनु होला यहाँ बोराम्यान खै त हेरिदिउँ त आरडिएक्स बोय यो RDX Boy 940 है मेरो युट्युब च्यानलको नाम चाहिँ अब पारा यस्तै छ केटा हो अब अलि अगाडि अब यसको भिडियो बनाउने बेला भेटौँ है त केटा साथी हामीले 4 भिडियो बनाइसकेको छौँ अझै पुरा भएको छैन र यस्तोमा पौडी खेल्न आउँछ है केटा यहाँ 7 तारिख उता 7 तारिख भैँसी सुत्छ हजुर भ्लग हजुर भ्लग सब्सक्राइब हान्नु है मेरो घर फा ब्लग्स RDX Boy 940 भन अहिले मलाई भन्नु सो गाइज अझै हामीलाई सब्सक्राइब गर्ने मान्छेहरू चाहिँ भेटिसकेको छौँ हामीले भनिदेऊ त साँच्ची सब्सक्राइब हानिदिन्छौ कसम फा ब्लग्स फेरि पुस छैन कि नत्र लेखेरै दिन्थेँ मैले फा ब्लग्स यसै र फा ब्लग्स मेरो चाहिँ खोइ कुन हो टक्क लाएर पानी बगिरहेको छ गरम नदिइराख न मलाई यार अब माई रियाक्सन बाइक अब सिलालाई कसैले नै सोचेको थिएन होला कि यस्तो पछाडि चाहिँ डट बाइक आइरहेको छ म तपाईँहरूलाई देखाउनेछु पछाडि डट बाइक हेर्न सक्नुहुन्छ तपाईँहरूले उयो कपाल बप्पा डट कसको फेभरेट बाइक डट हो तपाईँहरूले चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र अब चाहिँ हामी अलि अगाडि गएर भेट्नेछौँ यसको कन्टेन्ट बनाउनलाई चाहिँ म यहाँसम्म आएको र मेरो पनि मैले भ्लग बनाइसकेँ र अलि भ्लग बनाउँछ अनि त्यसपछि भेटौँ है त केटा सो गाइस होइन तपाईँहरूले चाहिँ लाज केही नबोल्नु म चाहिँ लाजै मानेर ढुक्क पब्लिक अगाडि यति हिँड्दैखेरि तपाईँहरूले लाज नमानेर अनि भिडियो सुरु गर्नु होइन युट्युबमा चाहिँ पैसा छ कसले भन्छ पैसा छैन होइन त्यही हो मेहनत गर्न जानुपर्छ र तपाईँहरूले आज होइन काम गर्न सुरु गर्नु चाहिँ लजाएर चाहिँ बोरा लाएर भिडियो बनाउने अनि तिमीहरूलाई नसमाएर कसलाई समाउँछन् बोरा लाएर समाउने होइन नि त बजाइ यो भनेको कन्टेन्ट हो नि त अहिले आजकल त सबैले बनाउँछन् बजे त्यस्तो हामीले मात्रै होइन लजाएर हुन्न कि बजाए यस्तै ल गयौँ बजे भिडियो बनाउ त मेरो सो गाइस लसुन गर्दै भिडियो बनाइसकियो र आजको मेरो चाहिँ धेरै सर्ट भयो र अर्को पालि हालौँला आजको चाहिँ यत्तिकै साथीको भिडियो बनाउन आएको खासमा मैले नि यसो बनाइदिएको त्यही हो केटा हो अब चाहिँ भिडियो एन्ड गर्नुपर्ने हुन्छ तपाईँहरूले लाइक सब्सक्राइब अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र यो भिडियो सबैलाई सेयर गरिदिनु होला र मलाई चाहिँ जस्तै सपोर्ट चाहिन्छ तपाईँहरूको है त